दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर 3 मा रहेकी कुसुम सोनी अर्थात् नवीन सोनीकी श्रीमती लामो समयदेखि गान्धीनगर स्वामीनारायण हस्पिटलमा मृत्युसँग लड्दै आएकी छन्। तपाईहरूको सपोर्टको आवश्यकता छ। प्लिज सक्ने जति सपोर्ट गर्नुहोस्। नमस्ते सबैजनालाई, म चाहिँ मौलिक सोनी अर्थात् दैलेखी कान्छो, दैलेख जिल्ला भैरवी गाउँपालिका 3 कोइराला गाउँ निवासी नवीन सोनीकी श्रीमती कुसुम सोनी अर्थात् मेरो भाउजू हस्पिटलको बेडमा विगत लामो समयदेखि योभन्दा पहिले हामीले उहाँको लागि धेरैभन्दा धेरै गरिसक्यो। अहिले फेरि अझै एउटा अपरेसन गर्नुपर्ने भनेपछि हामी त कस्तो गाह्रो भएको छ। हाम्रो यो अवस्थामा साथ दिनुहोस् भन्न चाहन्छु सबैलाई। सो यो गरेर 5 अपरेसन हुन्छ। यो फेरि पलाएको भएको कारण फेरि अपरेसन गर्नुपर्ने र रकम चाहिँ धेरै ठुलो भन्नुभएको छ डाक्टरले। सो त्यही भएर हामीले हुने जति गरेको छ, बट भइरहेको छैन। हामीले जसरी पनि उहाँले बचाउनु छ त्यसरी हामीले तपाईँहरूको खाँचो छ हेल्पको जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनु। अनि उहाँको बिराम चाहिँ ब्रेन ट्युमर हो। अनि अहिले चाहिँ फेरि उहाँको त्यो ब्रेन ट्युमर फेरि पलाएको कारण फेरि अझै अपरेसन गर्नुपर्ने भएको कारण अहिले फेरि इन्फेक्सन देखाएको छ। अहिले फेरि हामीले छिटोभन्दा छिटो पैसा डिपोजिट गर्न सकिन भने हाम्रो भाउजूलाई गुमाउन सक्ने खालको डाक्टरले हामीलाई डर देखाइसकेको छ। हामीसँग समय छैन। प्लिज जति सक्नुहुन्छ सबैजनाले सहयोग गरिदिनु होला। मेरो भाउजूलाई जति सक्नुहुन्छ सक्नेले सपोर्ट गरिदिनुहोस्। सक्नेले सहयोगी मनहरूमा सेयर गरेर पुर्याइदिनु होला। मैले माथि क्युआर राखिदिएको छु, त्यो क्युआरमा सबैले जति सक्नुहुन्छ, तपाईँको थोरै पनि हाम्रो लागि धेरै हुनेछ। प्लिज सबैजनाले हाम्रो भाउजूलाई बचाउन हेल्प गर्नु होला। तपाईँको सानो हेल्प पनि हाम्रो लागि ठुलो हुनेछ। अनि हाम्रो हस्पिटलको नाम गर्नुपर्दा चाहिँ हाम्रो एसएमबिएस हस्पिटल गान्धीनगर स्वामीनारायण हस्पिटल रहेको छ। यहाँ आउन सक्नुहुन्छ। उहाँलाई नजिक हुनुहुन्छ भने हाम्रो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर धेरै सहयोगी मनहरूमा पुर्याइदिनु होला। थ्याङ्क यू।